फोन ब्लास्ट भएर 4 जनाको मृत्यु भएको छ साथीहरू। कारण के हो? यो भिडियो लास्टसम्म हेर्नुहोस् र यो भिडियो हेरिसकेपछि यो भिडियोलाई सेयर गर्न चाहिँ नबिर्सिनुहोला। किनभने हामीले यो भिडियो जति सेयर गर्छौँ त्यति मान्छेकोमा पुग्छ र सबैले यो भिडियो हेरुन् र हामी कसरी सावधान बस्नुपर्छ उहाँहरूले पनि जानुन्। हामीले फोन चार्जमा हाल्दा 3टा गल्ती गर्नु हुँदैन। र त्यो 3टा गल्ती चाहिँ के हो भन्नुहुन्छ भने हामीले डुप्लिकेट चार्जरबाट फोन चार्ज गर्नु हुँदैन है। डुप्लिकेट मतलब तपाईहरुले 100, 200, 250, 300 सम्ममा जुन चार्जर किन्नुहुन्छ त्यो चार्जरले फोन ब्लास्ट हुने एकदमै बेसी चान्सेस छ साथीहरु है। र नम्बर 2 ओभरनाइट हामीले फोन चार्जमा हाल्न मिल्दैन। र नम्बर 3 फोन चार्जमा हालेर हामी सिरानी मुनि हालेर सुत्छौं नि कतिजना त है। तपाईहरु कतिजनाले हेर्नु हुँदैछ र तपाईहरुले पक्का पनि यो गल्ती गर्नु हुँदैछ कि फोन चार्जमा हालेर तपाईहरु सिरानी मुनि हाल्नु हुँदैछ। र त्यसो गर्नु हुँदैछ भने एकदमै आजैदेखि यो भिडियो आइपुग्यो तपाईकोमा र सावधान रहनुहोस्, सुरक्षित रहनुहोस् है त।